हिजो बेसी सहरबाट निस्केर आज हामी खाङसार आएछु। डे 2 आज हाम्रो ट्रेकिङ र यहाँबाट हाम्रो ट्रेक स्टार्ट हुन्छ। हामी बसेको होटल नै यही हो। प्रपर्टी त राम्रो रहेछ, मतलब सर्भिस पनि राम्रो छ हैन यहाँको, तर चिसो लास्टै छ। र यहाँबाट हाम्रो ट्रेक स्टार्ट हुन्छ है गाइज। यही होटलमा बस्यो, पोटाला गेस्ट हाउस हो, रेस्टुरेन्ट खाङसारको। आउँदाखेरि यसमा नि बस्दा हुन्छ। सर्भिस चाहिँ राम्रो छ, जे होस् तातो पानी दिन्छ, सब कुरा दिन्छ, एभाइलेबल छ सब कुरा यहाँ। अनि यहाँको यो भ्यू हो है, यस्तो गाडीहरू चल्छ। र अहिले एकछिनमा हामी साथीहरूसँग निस्किने हो ट्रेकको लागि। यहाँबाट ट्रेक स्टार्ट हुन्छ अनि बेस क्याम्पसम्म जाने हो हामी ट्रेकको लागि। यहाँबाट बेस क्याम्पमा हामी एक दिन बस्ने हो। फेरि भोलि आज बेस क्याम्प बेलुकासम्म पुगिन्छ। 8 घन्टाको ट्रेक हुन्छ आज बेस क्याम्प, तिलिचो बेस क्याम्पको। र त्यहाँ बेस क्याम्प पुगेर आज त्यही बस्ने हो। त्यहाँ बसेपछि भोलि बिहान 4 बजे निस्किने प्रोग्राम रहेछ हाम्रो है। अहिले खाङसारबाट निस्केर हामी, यो हाम्रो ट्रेकिङको बाटो रहेछ, यो हाम्रो साथीहरू। र यहाँबाट हिमाल पनि क्या मजाको देख्छ है। यहाँदेखि 8 किलोमिटरको बेस क्याम्पसम्मको लागि ट्रेकिङ छ। भ्लग बनाउँदैछ र कपिराइट हान्छ फेरि सँगले। हाम्रो साथी यहाँ मस्त गाना बजाउँदै हिँडिरहेछ, मजा लिँदै बाटोको हैन। यहाँ मजाको भ्यू देखिरहेछ, यहाँ हिउँको हिमाल। अनि यो 8 किलोमिटरको ट्रेल 4-5 घन्टामा सकिन्छ भन्छ यहाँको मान्छेहरू। अब हेरौँ कति टाइम लाग्छ हामीलाई। हाम्रो अहिले त्यत्रो हिँड्ने आदत छैन कहीँ पनि, तर फुल्ली लोडेड भएर आउनु है गाइज। यतिकै आउनुभयो भने काम छैन यहाँ आएर, स्यासा हुन्छ। पुरा प्रिपेयर भएर र सामानहरू, खानेकुराहरू लिएर आउनुपर्छ यहाँ। आउँदा होइन ट्रेक गर्दा गर्दै अब यो ठाउँमा आए हामी। यो ठाउँको नाम के छ त एक्ज्याक्ट त थाहा भएन होइन, तर यो ठाउँ यस्तो छ। आउँदा अहिले हामी होइन यो 4070 मिटर माथि आइसकेछौँ हामी। यो बोर्ड 4070 मिटर माथि आइसकेछु, समुद्र लेभल माथि, समुद्र लेभल भन्दा माथि है यो। एकछिन यहाँ बस्ने हो हामी होइन, बसेर रेस्ट गर्ने, त्यसपछि फेरि ट्रेक स्टार्ट गर्ने नै छौँ हामी है। एकदम चिसो हावा चल्दैछ, रमाइलो भइरहेछ हामीलाई। जस यस्तै हो। यो ल्यान्डस्लाइड एरिया, धेरै हावा चलेपछि नि यहाँबाट ढुङ्गासुङ्गाहरू झर्छ है भन्छ यहाँको लोकल मान्छेहरू। सो बेलेमा यहाँबाट जाँदा हुन्छ। ऊ माथिबाट झर्ने हुन्छ कि यस्तो 2टा पास रहेछ भन्छ है। यसरी हुँदै हामी ऊ माथिसम्म जानुपर्छ। ल्यान्डस्लाइड एरिया हो यो ल है। कति राम्रो होस् होइन, यो कसरी बन्यो होला यो। नेचुरल आर्किटेक्ट्स यसैलाई भन्छ क्या। वाउ सही सही छ यार, बब्बाल ठाउँ रहेछ।
यो हेर्नुहोस् त गाइज, यसो आई थिङ्क हावाले भन्छ यस्तो आर्किटेक्ट। यहाँ बेसरी हावा चल्छ नि त, धेरै हावा चलेपछि खाता। सही छ यार यो ठाउँ त, बब्बाल हेर्दै क्या दामी नै। तर डर पनि लाग्छ है, राम्रोसँग आउनुपर्छ। यहाँ स्लिप्री रहेछ, पुरा स्लिप्री ठाउँ छ यो। म त एकचोटि स्लिप पनि भएँ, धन्न बचेँ यार। पुरा स्लिप्री केभ जस्तो पुरा बनाएछ है, बनाएछ के बनिएकै छ यो अलरेडी, नेचुरल हो। सो आउँदाखेरि बिस्तारै आउनु होला है साथीहरू, मस्त मजाको छ क्या पुरा सिनरी। फाइनली खाङसारबाट 8 घन्टाको हिँडाइमा हामी तिलिचोको बेस क्याम्पमा आइसकेको छु है। यही हो तिलिचोको बेस क्याम्प र नजारा यस्तो रहेछ है, भ्यू यस्तो छ यहाँको। पुरा ठाडो उकालो पहाडहरू रहेछ, यस्तो स्ट्रक्चर भएको पहाड पनि छ। अहिले हामी 4200 मिटर माथि छौँ तिलिचोको बेस क्याम्प। हामी 8 घन्टाको हिँडाइको है। यही हो तिलिचो बेस क्याम्प हाम्रो। यो मेरो लाइफको नि फर्स्ट ट्रेक हो यति माथिसम्मको होइन। तिलिचो लेक होइन, 4900 कति किलोमिटर चान्स हुन्छ है। यो मेरो फर्स्ट हाइएस्ट ट्रेकिङ छ। मेबी फ्युचरमा गरौँला अर्को ट्रेकहरू होइन, मौका पाएँ भने साथीहरूसँग। तर यो मेरो फर्स्ट हाइएस्ट ट्रेकिङ रहेछ तिलिचो। मैले योभन्दा पहिले ट्रेक गएकै छैन होइन, गएको छैन। तर यति हिँडेँ होइन, 8 घन्टा हिँडेँ। बाटो उकालो छ, घटे उकालो छ होइन, बाटो त एकदम खतरनाक क्या। त्यही पनि किन थकान लागेन कि, थकानै महसुस गर्दैन क्या मलाई। यही म अरू ठाउँ हिँडेको भए मलाई कति थकान लाग्थ्यो होला जस्तो लाग्छ। तर हुन त एक्साइटमेन्ट होइन, एक्साइटमेन्टको कारणले पनि थकान लाग्न सक्यो होला होइन। तर मलाई त जस्ट म त इन्जोय गर्दैछु है गाइस, पुरा मस्त छ यस्तो। अब गएर प्रोपर रेस्ट गर्ने हो, पहिला त हात खुट्टा मुखहरू धुने हो होइन। पुरा धुलो धेरै उठ्छ यहाँको धुलो सिमेन्ट बढाएको छ क्या, नाकमा गएपछि नाक चिलाउँछ, नाकबाट पानी बगेको कन्टिन्युसली चिसोले गर्दाखेरि होइन। त्यही भएर होला जस्तो लाग्छ। तर मतलब एकदम थ्रिल एडभेन्चरस टाइपको छ क्या यो ट्रेक है, तिलिचोवाला। तिलिचोको मलाई त धेरै मन पऱ्यो है यो, किनभने म त एक्सपेक्टै गरेको थिएन कि यति राम्रो हुन्छ होला। ठाउँ पनि र यस्तो पहाडहरू जहाँ जतातता जति हेरे नि मन भर्दैन क्या यो पहाड। हुन त अब तराईको मान्छे म होइन, मलाई त यो पहाडहरूको आदत छैन। आदत भएको भए त मलाई त त्यस्तै नर्मल जस्तो लाग्थ्यो क्या। तर मेरो लागि त नर्मल होइन, मलाई त कति राम्रो लागिरहेको छ क्या यो त। मेरो लागि त एकदम सुपर नेचुरल जस्तो लाग्छ क्या। यही अहिलेको लागि यति हो। अगाडि म अपडेट गर्छु तपाईँहरूलाई तिलिचोको। भोलि हामी तिलिचोको लागि निस्किनु, आज रेस्ट गर्छौँ यही बेस क्याम्पमा। यो बेस क्याम्पमा आज रेस्ट गरेर भोलि तिलिचोको लागि निस्केर हामी जान्छौँ ट्रेक। उता फेरि यहाँबाट यस्तो जानुपर्छ माथि। यो आई थिङ्क यो पहाडको उतापट्टि छ लेक जस्तो लाग्छ मलाई होइन। सो थाहा भएन, जहाँ सोध्छु म कसैसँग। अनि हाम्रो साथी रमाइरहेछ है हाम्रो ग्याङम्यान। यही हो क्या तिलिचोको अहिले यो बेस क्याम्प 4200 मिटर माथि छ। यस्तो हो क्या, त्यही हो 4200 मिटर माथि हो हामी समुद्र लेभलभन्दा माथि है। र यो मेरो लाइफको फर्स्ट हाइएस्ट ट्रेकिङ छ गाइस, फर्स्ट हाइएस्ट ट्रेकिङ। एन्ड म धेरै इन्जोय गर्दैछु क्या यो ट्रेक, धेरै अनएक्सपेक्टेड इन्जोय हो क्या मेरो लागि क्या। मलाई थकान त मतलब जिरो थकान लगिरहेको छ कि मलाई अहिले। अरू साथीहरूलाई त थाहा भएन, अरू साथीहरूलाई के छ कस्तो छ हालत थाहा त भएन।
यही हो तिलिचेको बेस क्याम्प है, इन्ट्री पोइन्ट। हामी यस्तो यहाँ आउँदाखेरिको घरको स्ट्रक्चर हेर्दाखेरि त अब युरोपमा आए जस्तो लाग्छ है। यहाँ यस्तो नि पाउँदो रहेछ है। पुरा के लाने हो भने गिफ्ट सिफ्ट यस्तो घरहरू यस्तो रहेछ है यहाँको तिलिचेको बेस क्याम्पको। घरको स्ट्रक्चरहरू, होटलको स्ट्रक्चरहरू त गजबको रहेछ है सबै। यस्तो हो दामी, क्या शान्ति रहेछ है हाम्रो। नो क्राउड न केही, रमाउनुलाई त ठिक छ है। यस्तो मलाई त खासै धेरै राम्रो लाग्यो है यो ठाउँ। हजुरहरूले कस्तो लाग्यो भन्नु होला। गजब। हेलो, तर यहाँको एउटा सिस्टम धेरै राम्रो छ। जो होइन हेलो गर्छ देखि लिएर यहाँको लोकल मान्छेहरू पनि। हाम्रो होटल ऊ त्यहाँ पारीतिर छ भन्छ है, अहिले देखाउँछु है। प्लिज मनको शान्ति पाउनु छ भने होइन यो ठाउँमा एकचोटि आउनुपर्छ। बब्बाल छ क्या ठाउँ। होटलहरू हेर्नु न क्या सही छ। माथि पुरा पहाड, यतातिर हिउँ होइन। स्पेसली त मलाई धेरै राम्रो लाग्यो यो ठाउँ। तपाईँहरू कमेन्टमा भन्नु होला कस्तो लाग्यो यो ठाउँ है। र प्लिज सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। धेरै त छैन तर अब ट्राई गर्छु भिडियोहरू बनाउनुलाई। मेबी टाइममा अपलोड गर्छु म भिडियोहरू बनाएर होइन। यही हो ठाउँ, यस्तो रहेछ है। स्टिकर छैन है हाम्रो। स्टिकर भएको भए यहाँ म नि आफ्नो स्टिकर लाउँथेँ। आयुष यही हो हाम्रो। ल हाम्रो होटल यही हो। आजको बसाइ हाम्रो यसमै हुनेवाला छ। भित्र त न्यानो फिल भइरहेछ है। तातो छ भित्र होइन। बाहिर त टेम्परेचर डाउन छ तर भित्र तातो रहेछ। तर राम्रो छ है। डबल डेकर बेड छ, डबल साइडेड बेड राम्रो छ। तलमाथि गएर सुत्दा नि हुन्छ हामी होइन। हाम्रो ग्रुपमा 6 जना छ। 6 जना गरेर हामी तलमाथि सुत्छु। जस भित्रको टेम्परेचर सही छ बाहिरको भन्दा। यत्रो ठुलो रुमलाई होइन न्यानो तातो बनाउनलाई यहाँको जुगाड हेर्नुहुन्छ तपाईँहरू। यो हो जुगाड, यसलाई चिम्नी भन्छ यहाँ। तातो पार्छ मस्त है। सही टेम्परेचर मेन्टेन छ यो भित्र। यहाँ यसमा दाउरा राख्छ अनि दाउराले नै तातो बनाउने हो क्या। माथि जान्छ यो पुरा। यत्रो ठुलो रुम छ। यही हो आजको हाम्रो खाना है बेस क्याम्पको। के हो सोयाबिन, भात, दाल, पापड हो। बोल्ने मेरो खाना चाहिँ